ओके हेलो फ्रेन्ड्स, आज हामी चाहिँ अलिकति यो भिडियोमा डाइजेस्टिभ सिस्टमको बारेमा कुरा गर्छौँ। डाइजेस्टिभ सिस्टमभित्र हाम्रो के पर्छ थाहा नै होला। माउथ पर्छ, त्यसै गरी डाइजेस्टिभ सिस्टमभित्र फ्यारिङ्स पर्छ। डाइजेस्टिभ सिस्टमभित्र माउथ पऱ्यो, माउथको बारेमा पढ्नुपर्छ। माउथभित्र पनि हामीले भेस्टिब्युलको बारेमा पढ्नुपर्छ, बक्कल क्याभिटीको बारेमा पढ्नुपर्छ, टङको बारेमा पढ्नुपर्छ, लास्ट बट नट द लिस्ट टिथको बारेमा पनि पढ्नुपर्छ। फ्यारिङ्स वा ल्यारिन्जो फ्यारिङ्सको बारेमा पढ्नुपर्छ, ओरो फ्यारिङ्सको बारेमा पढ्नुपर्छ, ओरो फ्यारिङ्सको बारेमा पढ्नुपर्छ र इसो फ्यारेन्जियल फ्यारेन्सको बारेमा पनि पढ्नुपर्छ। माउथको बारेमा पढ्यौँ, फ्यारिङ्सको बारेमा पढ्यौँ। त्यसबाट हाम्रो स्टोम्याच आउँछ, त्यस पछाडि हाम्रो स्मल इन्टेस्टाइन आउँछ। स्मल इन्टेस्टाइनको बारेमा पढ्नुपर्छ। यो भित्र डुओडेनम पढ्नुपर्छ, जेजेनम पढ्नुपर्छ। जेजेनम भनेको के हो? जेजेनम मिन्स इम्टी, ओके, खाली, यसमा केही हुँदैन, नो एब्सेन्स हुन्छ धेरै कुरा यसमा। इलियम भनेको चाहिँ खाली होइन, ओके। अनि अन्तिममा पढ्नुपर्छ हामीले लार्ज इन्टेस्टाइन। हामीले लार्ज इन्टेस्टाइन देखिरहेकै छ होला नि त अलिकति। लार्ज इन्टेस्टाइनभित्र हामी धेरै कुरा पढ्छौँ। सेकमको बारेमा पढ्छौँ। सेकम भनेको एउटा पाउच लाइक स्ट्रक्चर हो। अहिलेको लागि यति बुझिराख्दा पनि हुन्छ, पाउच हो एउटा। कोलोन पढ्छौँ, एसेन्डिङ कोलोन, डिसेन्डिङ कोलोन, ट्रान्सभर्स कोलोनहरू हुन्छ। यसै गरी हामी रेक्टमको बारेमा पनि पढ्छौँ, एनसको बारेमा पनि पढ्छौँ। रेक्टम चाहिँ एनसमा ओपन हुने हो। यति हाम्रो डाइजेस्टिभ सिस्टममा पढ्ने कुरा। डाइजेस्टिभ सिस्टम भेरी इजी कुरा छ। हामी माउथदेखि सुरु गरौँ। अब माउथको कुरा गर्ने हो भने माउथमा सुरुमा पढ्नुपर्छ हामीले, एज आई अलरेडी टोल्ड यु, भेस्टिब्युल। भेस्टिब्युल भनेको के हो? भेस्टिब्युल भनेको नथिङ क्या। तपाईँलाई म अलिकति देखाइदिन्छु यहाँ, रोक्नु। बुकमा जानु भने के लेखेको त सुन्नु ल। हुन त यो कुराहरू पढेर थाहा पाइन्छ, रिभाइज गरिराख्नुपर्छ। सिस्टमहरू भनेको रिभाइज गरेन भने त बिर्सिन्छ। म पनि सामान्य मान्छे, बिर्सिन्छु। भेस्टिब्युलमा के लेखेको छ भने, इट इज अ स्लिट लाइक स्ट्रक्चर एक्सटर्नली बाउन्डेड बाई द इमुवेबल अप्पर लिप एन्ड मुवेबल लोवर लिप एन्ड लेटरली बाई द चिक्स। भनेको के हो? हाम्रो त मुख हेर्नु, तपाईँ आफ्नो मुखमा पनि हेर्न सक्नुहुन्छ। जस्तो म देखाउँछु, हेर्नु, यो मेरो मुख हो। यो जुन अप्पर लिप, यसलाई भनिन्छ अप्पर लिप, यसलाई भनिन्छ लोवर लिप। अप्पर लिप इमुवेबल छ, म मुभ गर्न पाउँदिनँ, ट्राई गर्नु ल। यो लोवर लिप मुभेबल छ, यो इमुवेबल अप्पर लिप, मुभेबल अप्पर लिप, लेटरली बाई द चिक्स। मिन्स यो जुन भित्रको भाग छ नि, यो साइडको, यसलाई भनिन्छ भेस्टिब्युल। सो भेस्टिब्युलको कन्सेप्ट बुझ्नुभयो होला। यति कुरा छ भेस्टिब्युलको बारेमा। एक्स्ट्रा धेरै कुरा पढेर पनि काम छैन र मलाई पनि त्यस्तो धेरै एक्स्ट्रा कुरा त थाहा छैन, बट जति थाहा छ तपाईँहरूलाई म यो कुरा यो भिडियोमा भनिदिन्छु। सेकेन्ड छ बक्कल क्याभिटी। सबै कुरा कम्प्लिट गरिदिन्छु म, डोन्ट वरी। आधी घन्टा अतिमा म सबै कुरा यो पढाइदिन्छु। बक्कल क्याभिटी, भेस्टिब्युल भनेको बुझ्नुभयो? इमुवेबल अप्पर लिप, लुएबल लोवर लिप, लेटरली भयो त चिक्स। यति कुरा भयो। एउटा स्लिट लाइक एपार्चर भयो। यो के भयो? एउटा स्लिट लाइक एपार्चर भयो। स्लिट लाइक एपार्चर नोट आयो बनाउनु बुकबाट, ओके। बक्कल क्याभिटी भनेको के हो? यहाँ हेर्नु है, बक्कल क्याभिटी र बक्कल क्याभिटीको बारेमा होल इन्फर्मेसन देखाइहाल्छु म। यहाँ देखिरहेको छ होला सायद क्यामेरामा। यो हेर्नु, दिस इज माई माउथ, ओके न? माउथ, टङ, टिथ, ओके। मान्नु म यो माउथभित्र छिर्दैछु नि, अब दिस इज बक्कल क्याभिटी क्या। मुखभित्र जति पनि कुरा छन्, माउथभित्र, होललाई एकैचोटि भन्नु पऱ्यो भने ग्रुप हो क्या, द्याट इज बक्कल क्याभिटी। जस्तो गाई हो नि, तर यी गाईहरूलाई केमा राखेको हुन्छ? हरिभरसमा राखेको हुन्छ। त्यस्तै हो क्या, टङ ती सबै छन्, तर भित्र छिर्नु मिन्स म कहाँ छिर्दैछु अब? बक्कल क्याभिटीमा, द्याट इज बक्कल क्याभिटी। बक्कल क्याभिटीमा हेर्नु है, दिस इज माई टङ। त्यहाँ छ बुकमा पनि हेर्नु मजाले। यो टङले माथि छुनु, अगाडिपट्टि अलिकति हार्डनेस फिल हुन्छ, द्याट इज हार्ड प्यालेट। यही टङले ब्याक साइड छुनु, अलिक सफ्ट फिल हुन्छ, द्याट इज सफ्ट प्यालेट, ओके।
अगाडि छुनु हार्ड फिल भयो हार्ड प्यालेट, पछाडि छुनु सफ्ट फिल भयो सफ्ट प्यालेट। ओके, र अलिकति तपाईँहरूले मुख गरेर हेर्नुभयो भने एकदमै इन्डमा तपाईँ एउटा रुद्र घन्टी जस्तै भेट्नुहुन्छ, जसलाई हामी इङ्ग्लिसमा अथवा बायोलोजिकल टर्ममा हामी युबुला भन्छौँ। युबुलाको काम के हो, युबुला कसरी बसेको हुन्छ यहाँ हेर्नु है। युबुला भन्ने कुरा त यस्तो हो नि त, माउथ छ यता, यहाँ एउटा सानो यसो एउटा घन्टी छ तपाईँहरूको मुखको एकदम अन्तिम भागमा हेर्नुभयो भने एउटा सानो यो घन्टी युबुला छ। युबुलाले के गर्छ, प्यासेजलाई, यो प्यासेज क्या मान्नु एयरको प्यासेज छ, एउटा मान्नु एयरको प्यासेज छ युबुलाको लागि, एउटा मान्नु फुडको प्यासेज छ। मसँग एउटा एयरको प्यासेज छ जहाँबाट एयर पास हुन्छ, एकातिर फुडको प्यासेज छ जहाँबाट फुड पास हुन्छ। अब युबुलाले के हो, एयर पास गर्ने बेलामा फुडको जुन यो प्यासेजलाई यसलाई क्लोज गरिदिन्छ। सरी जस्ट अपोजिट भने मैले, सरी फर द्याट। युबुलाले के गर्छ, फुड पास गर्ने बेलामा एयरको चाहिँ जुन छ प्यासेज अथवा यसको जुन भल्भ्सहरू छ त्यसलाई क्लोज गरेर एयर चाहिँ फुड पास मात्र गर्छ। फुड पास गर्न यसले हेल्प गर्छ युबुलाले, फुड चाहिँ पास गर्छ। किन एयर र फुड एकैचोटि पास गर्नु मिल्दैन, यिनीहरूको लागि पाथ डिफ्रेन्ट छ। एयरको लागि डिफ्रेन्ट पाथ हुन्छ, फुडको लागि डिफ्रेन्ट पाथ हुन्छ। अब फुड यो पाथमा छिर्नु पऱ्यो, यो पाथमा एयर त छिर्नु भएन नि त, हो त्यसलाई रोक्ने काम चाहिँ के हो, युबुलाले गर्यो क्या। युबुलाले त्यसले रोक्ने काम गर्यो कि फुडलाई फुडको प्यासेजमा पठाउँछ, एयरलाई एयरको प्यासेजमा पठाउँछ क्या। एयरलाई फुडको प्यासेजमा पस्न दिँदैन, फुडलाई एयरको प्यासेजमा पस्न दिँदैन। अब फुड एयरको प्यासेजमा पस्छ, एयर अथवा फुडको प्यासेजमा पस्छ भने त गाह्रो पर्छ। त्यसैले युबुलाले के पनि गर्छ भन्दाखेरि सोलोइङ अफ फुडमा पनि हेल्प गर्छ। भनेको केही कुराहरू चबाउनु छ हामीलाई, केही कुरा चबाउनु छ हामीलाई, यसले भनिन्छ सोलोइङ अफ फुड। यसले फुड सोलोइङ गर्नमा निल्न पनि यसले के गर्छ, युबुलाले हेल्प गर्छ। यी कुरा बुझ्नु पर्यो। अर्को छ हामीसँग टङ। हेर्दा सिधिसक्यो हाम्रो धेरै जस्तो कुरा होइन। टङ छ थर्डमा, टङ छ। पढ्ने कुरा यस्तै हो। टङ भन्ने कुरा चाहिँ के हो, टङलाई सिधै उठाइदिन्छु म यहाँ हेर्नु, फेरि हेर्नु, टङ भयो मेरो। टङलाई म माथि जब पार्छु नि, मुनिपट्टि एउटा धर्का छ क्या, त्यसलाई भनिन्छ फ्रेनुलम। त्यो फ्रेनुलम के भइरहेको छ, अट्याच द फ्लोर अफ द भोकल क्याभिटी। माथिको भाग मुनिको भाग हुन्छ भोकल क्याभिटीको, मुनिको भागलाई हामी फ्लोर भन्छौँ नि त। टङको मुनिपट्टिको भाग जो एउटा धार छ, धर्का छ, फ्रेनुलम भनिन्छ। त्यो चाहिँ भोकल क्याभिटीको फ्लोरसँग अट्याचमेन्ट भएर बसेको छ भनेको छ। र अर्को टङमा एउटा भिसेप्ड फरो पनि भनिन्छ। एउटा यस्तो भिसेप्ड फरो छ अरे क्या टङमा, एउटा यस्तो भिसेप्ड फरो छ अरे, त्यसलाई नाम दिएको छ आई थिङ्क इन्भर्टेड छ, आई थिङ्क राइट। यो मैले अलिकति इरेक्ट बनाइदिएँ, बट यो अलिक इन्भर्टेड टाइप बनाऊँ त अलिकति हुँदो भयो, इन्भर्टेडै छ जस्तो लाग्छ। त यसलाई हामी सर्कस टर्मिनालिस भन्छौँ, यसलाई हामी सर्कस टर्मिनालिस भन्छौँ। इन्भर्टेड हुन्छ अलिकति, मतलब अलिक यसरी झुकेको पाराको हुन्छ, यसलाई इन्भर्टेड भन्छौँ अलिकति, सही ल। इन्भर्टेड सर्कस टर्मिनालिस भनिन्छ, अथवा यसलाई भिसेप्ड फरो पनि भनिन्छ। के भनिन्छ, इन्भर्टेड भिसेप्ड सर्कस टर्मिनालिस अथवा टर्मिनालिस अर फरो पनि भनिन्छ। बुझिन्छ यो टङ। यसले चाहिँ के गर्छ भने टङलाई, हाम्रो टङ छ नि त यसरी यहाँ टङ छ, यो भन्नु यो टङ भयो हाम्रो, ठिक छ। अलिकति बिच भागतिर हुन्छ यो टङ भयो मान्नु, ओभरअल हाम्रो टङ भयो। इन्भर्टेड भिसेप्ड फरोले एन्टेरियरली ओरल पार्टतिर, एन्टेरियरली हामीले हेर्ने हो भने ओरल पार्ट, एन्टेरियरली हेर्ने हो भने ओरल पार्ट, र पोस्टेरियरली हामीले हेर्ने हो भने फेरेन्जियल पार्ट, पोस्टेरियरली हामीले हेर्ने हो भने फेरेन्जियल पार्ट। यसरी यो जुन इन्भर्टेड भिसेप्ड फरो जसलाई हामी सर्कस टर्मिनालिस भन्छौँ, यसले यो टङलाई एन्टेरियरली चाहिँ ओरल पार्टतिर र पोस्टेरियरली चाहिँ फेरेन्जियल पार्टमा के गरेको हुन्छ, डिभाइड गरेको हुन्छ। र टङको पछाडिको भागमा एउटा धर्का यस्तो धर्का हुन्छ पछाडिपट्टि हेर्नु भने, त्यसलाई फ्रेनुलम भन्छौँ हामी, जो फ्लोर अफ द भोकल क्याभिटीसँग टच भएर बसेको छ। र टङका हाम्रो डिफ्रेन्ट प्यापिलेहरू पाइन्छ। टङको सर्फेसमा यसरी के छन्, डिफ्रेन्ट प्यापिले छन्, सानो प्रोजेक्सन्सहरू छन्। तपाईँ आफै टङमा हेर्नु न, टङ निकालेर हेर्नु त, माथिपट्टि अलिकति सर्फेसमा डिफ्रेन्ट प्रोजेक्सन्स देखिन्छ, त्यसलाई हामी के भन्छौँ, त्यसलाई हामी भन्छौँ प्यापिले भन्छौँ। र प्यापिले पनि डिफ्रेन्ट टाइप्स अफ प्यापिले हुन्छ यसमा हाम्रो। एउटा हुन्छ सर्कमभ्यालेट प्यापिले, अलिकति साइजमा लार्जर हुन्छ होइन, त्यस्तै कुरा हो, धेरै जान्नु पनि पर्दैन। फिलिफर्म प्यापिले, सर्कमभ्यालेट प्यापिले, फिलिफर्म प्यापिले, अनि फन्जाइफर्म प्यापिले,
फन्जाइफर्म प्यापिले फन्जाइफर्म यो भनेको अलिक ठुलो हुने सङ भ्याट हो, अलिकति धेरै हुने भनेको मोर न्युमेरसमा हुने भनेको फिलिफर्म भयो। यो इन्टरमिडिएट भयो क्या, भनेको यो ठुलो चाहिँ छ तर योभन्दा धेरै ठुलो छैन, र धेरै पनि छ तर योभन्दा धेरै छैन क्या, त्यस्तो खालको चाहिँ फिलिफर्म हो, फन्जाइफर्म हो। र अर्को छ फोलिएड प्यापिले। यो फोलिएड प्यापिले चाहिँ ह्युमन बिङसम्म मजाले डेभलप भएको हुँदैन, यति कुरा जान्यो भने पुग्छ प्यापिलेको बारेमा। नट आधी घन्टामा सिधाउन आँटे भनेको त हरेक कुरा त भन्न सकिँदैन, तर तपाईँलाई यति कुरा चाहिँ भनिदिन्छु कि तपाईँलाई अलमोस्ट धेरै कुरा नै कभर हुन्छ क्या सर्ट टाइममा। फोलिएड प्यापिले ह्युमन बिङसमा मजाले डेभलप भएको छैन। सर्कम भ्याट अलिकति के छ, ठुलो साइज लार्जर साइजको छ। फिलिफर्म अलिकति मोर न्युमेरस छ, यो अलिकति मोर न्युमेरस छ बट लेस देन दिस, लार्जर पनि छ बट योभन्दा अलिक सानै छ। प्यापिले भनेको यही हो। र यसमा डिफ्रेन्ट प्यापिले डिफ्रेन्ट टेस्टहरू पनि गर्छ, साल्ट, स्विट, बिटर होइन, सोर टेस्टहरू पनि के गर्छ टङले थाहा पाउनुमा हेल्प गर्छ भन्ने कुरा पनि गरेको छु। यो टङको बारेमा। अब हामी जाऊँ तितको बारेमा। नेक्स्ट हामीसँग तित। तित भनेको के हो? तित यसरी के छ, तित यस्तो छ नि त, हाम्रो माउथ यो भने यसरी माथिपट्टिको तित छन्, केही तित मुनिपट्टि छन्। यो गम्सहरूमा इमिडिएट भएर टाँसेर यो गम्स मान्नु, यो गम्स हो मान्नु, यो तित भयो। यो तितहरू चाहिँ के छन्, गम्समा इमिडिएट भएर एकदमै टाँसिएर के छन् बसिरहेका छन्, हो कि होइन हो? तित गम्समा टाँसिएर बसिरहेका छन्। यसरी तित हाम्रो डिफ्रेन्ट टिप्स छन्, इन्सिजर छ, क्यानाइन छ, प्रिमोलार छ, हाइपरमोलार, डिफ्रेन्ट टाइप्स अफ टिथ छ, डिफ्रेन्ट सेट अफ टिथ छ। यसलाई ओभरअल यसलाई हामी टर्मको कुरा गऱ्यौँ भने यसलाई हामी ह्युमनको तित कस्तो छ भनिन्छ, ह्युमन तित कस्तो छ, ह्युमन तित हाम्रो कस्तो छ, एक्रोडोन छ भनिन्छ, सरी एक्रोडोन भन्दा पनि के डाइफायोडोन भनिन्छ, फेरि डाइफायोडोन छ, डाइफायोडोन। त्यस पछाडि हेटेरोडोन भनिन्छ, ह्युमनको तित हेटेरोडोन, डाइफायोडोन होइन। अनि बुनोफोडोन पनि भनिन्छ, बुनोफोडोन, एक्रोडोन, यस्तो टाइप छ भनिन्छ क्या होइन। ह्युमनको तित भनेको यस्तो छ। अलिकति एउटा के टर्म युज गरेको के थियो त्यो, थेकोडोन भनेर टर्म थियो, थेकोडोन। अलिकति म बिर्सेछु पनि, बिर्सिन्छ मान्छेको माइन्डमा बिर्सिन्छ अलिअलि के यसरी अलिकति दिमागमा गयो। थेकोडोन भन्ने पनि हुन्छ, डिफ्रेन्ट हुन्छ। अझै तपाईँ पढ्नु भने त एक्स्ट्रा कुरा पढ्ने हो भने त्यसमा डिफ्रेन्ट तित हुन्छ, बट यति चाहिँ भनिदिन्छु चाहिँ बुक पढ्नु भने अब एकचोटि त सबै कुरा बुझ्नुहुन्छ क्या बुकको बारेमा चाहिँ। ल हेर्नु के हो, यो 2 मिनटमा सिद्धिन्छ होला। यो जुन डाइफायोडोन छ, डाइफायोडोन भनेको के हो, जस्तो डाइफायोडोन भनेको चाहिँ के हो भने, अब जुन मिल्क तित हुन्छ, हामी बच्चा जब जन्मिन्छ, बच्चा जन्मिँदाको दाँतलाई दुधे दाँत भनिन्छ। त्यो कतिवटा हुन्छ, 20वटा तित हुन्छ। कतिवटा तित हुन्छ, 20 डेसिडियस तित हुन्छ। भनेको एउटा जन्मिएको बच्चामा कतिवटा दाँत हुन्छ, र जन्मिएको बच्चामा 20वटा दाँत हुन्छ। हेर्नु, जब ऊ पछि उमेर बढ्छ तब उसको दाँत कतिवटा हुने हो, ओभियसली थपिँदै गएर अल टुगेदर 32 तित हुने हो। ती 32 तित मध्ये पनि अन्तिममा आफ्टर 20 इयर्स अफ एज पलाउने तितलाई हामी के भन्छौँ, मोलार तित, प्रिमोलार, मोलार तित भनिन्छ। मोलार भनिन्छ जेनरली, मोलार तित एउटा मोलार भन्ने हुन्छ, एउटा मोलार तित चाहिँ के हुन्छ, 20 इयर्स अफ एज पछाडि पलाउँछ अरे। यो कोखमा पलाउँछ, कोखमा पलाउँदैन, केही कुरा हरेको। जमिँदा दाँत यदि थियो, यो टेम्पोररी तित, यसलाई टेम्पोररी तित पनि भन्छौँ। पछि पर्मानेन्ट तित हुनको लागि चाहिँ के हो, पछि हामीसँग अरू पनि दाँत पलाउँदै गए, एउटा दाँत चाहिँ 20 वर्ष पछाडि पलाउँछ भन्ने कुरा गरिन्छ, त्यसलाई मोलार तित भनिन्छ। यसलाई भनिन्छ डाइफायोडोन। हेटेरोडोन भनेको ह्युमनको तित भनेको इन्सिजर टाइप, क्यानाइन, अहिले हामी यो पढ्न आँटेको यस्ता डिफ्रेन्ट टाइपका हुन्छन्, त्यसलाई हामी हेटेरोडोन भन्छौँ। बुनोफोन्ड भनेको एकदमै लो कस्प्सहरू छ भने त्यसलाई हामी बुनोफोल्ड तित भन्छौँ। र थेकोडोन भनेको अघि नै भने यो तितहरू के छ, यो तित के छ, गम्समा इमिडिएट भएर बसेका छन्, यसलाई हामी के भन्छौँ, थेकोडोन। यही टर्म अलिकति मलाई जस्तो याद आइरहेको थिएन, अलिक सट्ट हेरेको मैले। ल, थेकोडोन भनेको गम्समा इमिडिएट भएर बस्नु थेकोडोन होइन, गम्समा इमिडिएट भएर बस्नु थेकोडोन। तपाईँहरू बिर्सिन सक्नुहुन्छ थेकोडोन भनेर, थेकोडोन, ओके, याद राख्ने, थेकोडोन, ओके। ल, बुनोफोन्ड लो कप्सन। अब यहाँ हेर्नु है, यति भइसके पछाडि अलिकति क्लियरै होला स्क्रिन होइन। अब यहाँ यति त हामीले पढ्यौँ। अब तितको अलिकति एक्स्ट्रा कुरा पनि हुन्छ, तितमा अलिकति इन्सिजर भन्ने कुरा हुन्छ। अब इन्सिजर भनेको चाहिँ के हो, इन्सिजर भनेको केही गाह्रो कुरा हुँदैन। इन्सिजर भनेको यस्तो सिधै देखाइदिन्छु तपाईँलाई म। यो जुन दाँत छ, यो दुईवटा, यसलाई इन्सिजर भनिन्छ। यो जुन इन्सिजर भनेको ब्रोड, जुन यो दाँत छ ब्रोड टाइप अफ तित छ, स्ट्रङ तित छ।
बाइटिङ ग्रिन्डिङमा अलिक हेल्प गर्छ। यो इन्सिजर टिथ भनिन्छ, यसलाई इन्सिजर टिथ। यो जुन छ अलिकति तिखो हात हेर्नु, क्यानाइन टिथ, अलिकति पोइन्टेड ड्यागर सेप टिथ होइन, फिलेसहरू ट्रेनिङ गर्नमा कार्निभोरसमा धेरै आएको टिथ, के क्यानाइन भनिन्छ। अनि यतापट्टि क्यानाइन पछाडि यसरी दुईवटा आएको हुन्छ, यसलाई प्रिमोलार, र बाँकी दुईवटा यसरी आएको हुन्छ, मोलार भनिन्छ। बुझ्नुभयो? प्रिमोलार भनेको ह्याभिङ 1 or 2 कप्स भनिन्छ। लो रुट कस्तो, यो भनेको यस्तो हो क्या, जस्तो यहाँ टिथ छ भने नि यसरी टिथ बनायौँ भने हामीले 1 or 2 रुट भनेको लोवर कप्समा 1 रुट छ, अप्पर कप्समा 2 रुट यसरी आएको हुन्छ, यसलाई प्रिमोलार भनियो। मोलारमा चाहिँ यो चाहिँ प्रिमोलार भनिन्छ, यसलाई हामी प्रिमोलार भन्छौँ हेर्नु है। मोलारमा चाहिँ के भनिन्छ अरे 2 or 3 कप्स भनेको छ, भनेको लोवर रुटमा 2 कप्स छ, अप्परमा चाहिँ 3 कप्स आएको हुन्छ, यसलाई हामी मोलार भन्छौँ। बुझ्नुभयो? त्यो भनेको प्रिमोलार मोलारको कुरा हो। गाह्रो छैन, यति नै कुरा हो, जे जान्नु पनि पर्दैन। अब डेन्टल फर्मुलाको कुरा गरौँ हामी। कप्स भनेको त्यही हो, मुनिपट्टि एउटा माथि दुईवटा 1 or 2 कप्स छ प्रिमोलार, 2 or 3 कप्स छ द्याट इज मोलार। 2 or कप्स भन्न आएछ मलाई, उल्टो भने साथै होइन, सरी 1 or 2 रुट छ भने प्रिमोलार, 1 or 2 रुट छ भने प्रिमोलार, 2 or 3 रुट छ भने मोलार भयो। 2 or 3 रुट भनेपछि त 4 to 5 कप्स हुने भयो मोलारमा, र 1 to 2 रुट भनेपछि यहाँ लगभग 2 to 3 रुट, यसमा त कप्स त हुनु नै पर्यो होइन त, त्यसलाई प्रिमोलार मोलार भनिन्छ। डेन्टल फर्मुलाको कुरा गऱ्यो भने एउटा हामीले डेन्टल फर्मुला जान्नुपर्ने हुन्छ चाइल्डको लागि, र अर्को जान्नुपर्ने हुन्छ एडल्टको लागि। अब हेर्नु, एडल्टको सुरुमा थाहा पाउनु भने चाइल्ड थाहा पाइन्छ, किनभने अब एडल्टमा हामीसँग दुईवटा इन्सिजर छ होइन, एउटा क्यानाइन छ, त्यसबाट दुईवटा प्रिमोलार पनि छ, हामीसँग दुईवटा मोलार पनि छ। चिल्ड्रेनमा इन्सिजर पनि हुन्छ हुन त, क्यानाइन पनि छ, मोलार प्रिमोलार भन्ने तित हुँदैन, प्रिमोलार भन्ने तित हुँदैन, र मोलार भन्ने तित पनि एउटा हुँदैन। तर एक मिनट, यहाँ यस्तो एडल्टमा 3वटा चाहिँ मोलार भयो होइन, यो भने एउटा चाहिँ मोलार चाइल्डमा हुँदैन भन्दा 2वटा हुने पर्यो। मोलार भनेको 2102को रेन्ज आयो भने हाम्रो डेन्टल फर्मुला भयो चाइल्डको लागि, यो भयो एडल्टको लागि होइन। जस्तो यसलाई म बुझाइदिइहाल्छु, यति यहाँ आफ्नो एकचोटि। मैले यो पुरै तितको चाहिँ बिच भागबाट यसरी मैले डिभाइड गर्ने हो भने बिचबाट म देख्न सक्छु नि त, 2वटा इन्सिजर छ यहाँ हेर, यहाँ 2वटा इन्सिजर छ, एउटा क्यानाइन छ, 2वटा प्रिमोलार छ, 3वटा मोलार छ। मेरो त मोलार हुन्छ एडल्टको हुन्छ, मेरो नभए पनि, बट जेनरली बिचबाट है, हामीसँग माथिपट्टिको तितको बिचबाट यहाँ यो हगबाट काट्यो भने नि आफै हेर्नु आफ्नो दाँत पनि गएर 2वटा इन्सिजर, 1 क्यानाइन, 2 प्रिमोलार र 3 मोलार देखिन्छ। बच्चाहरूमा प्रिमोलार पनि हुँदैन, र मोलार तित भन्ने कुरा गऱ्यो भने पनि त्यो पनि एउटा हुँदैन, त्यो 20 इयर्स पछाडि पढाउने तित भनिन्छ, त्यहाँ 2102 चिल्ड्रेनको लागि, र 2123 भनेको एडल्टको लागि भनिन्छ। यो झुकिन नसकिन्छ, कहिले बिर्सिन्छ नि, किनभने अलिकति स्क्रिन ब्लर पनि भइरहेको होला बिचमा, अलिक यता हेर्नु, यो कन्फ्युजन हुनसक्छ कहिले, किनभने प्रिमोलार मोलार उस्तो चाहिँ लाग्न सक्छ, प्रिमोलार 3 हो कि मोलार 3 हो, सो माइन्डमा राख्ने 2123, किनभने 2वटा इन्सिजर 1 क्यानाइन त भइहाल्यो, प्रिमोलार 2 र मोलार 3 क्या। तितमा चाहिँ अलिकति अझै एक्स्ट्रा कुरा पढ्नुपर्ने हुन्छ हामीले फेरि अर्को तुलनामा। त्यो एक्स्ट्रा कुरा भनेको के हो भने नि, त्यसलाई भन्छौँ हामी तितमा हाम्रो डिफ्रेन्ट पार्ट्स पनि त हुन्छ नि त होइन त, तितमा हाम्रो डिफ्रेन्ट पार्ट्स पनि हुन्छ, हेड हुन्छ, त्यसै गरी नेक हुन्छ र रुट हुन्छ भनिन्छ। हेड भनेको हाम्रो जेनरली यसमा इनामिल हाम्रो, अथवा यसरी बुझ्नु, हेडमा पनि यसरी बुझ्नु भने हाम्रो जुन एक्सपोज्ड पार्ट अफ टुथ छ भनेको जुन दाँत हामी देखाइरहेका छौँ त्यो दाँत हामी के भन्छौँ, म पनि कस्तो मिस्टेक गर्छु कतिखेर, हेड भन्न आएछ, क्राउन चाहिँ हो, क्राउन नेक रुट, टाउकोमा क्राउन लगाइन्छ, त्यसरी क्राउन भनिन्छ। यस्तो कुरा झुकिन सक्नुहुन्छ तपाईँ पनि नामहरू गरेर, टाउकोमा क्राउन लगाएर क्राउन भन्ने हो कि। अब क्राउनमा चाहिँ के हो भने नि, क्राउन भनेको यो तित हो, कोभरिङ हो क्या। जस्तो यो तित छ भने एउटा मेरोसँग दाँत छ मुनि भने यसरी कोभरिङ आएको हुन्छ, हेर्नु बाहिरपट्टिको जुन आउटरमोस्ट कोभरिङ छ यो तितको लागि, क्राउन भनेको त आउटरमोस्ट कोभरिङ त हो, बाहिरपट्टिको जुन कोभरिङ यसलाई त म के भन्छु, इनामिल भन्छु, जसले तितलाई कोभर गरिरहेको छ, इनामिल भन्छु। इनामिलभित्र जुन यसको बिलो द इनामिल, त्यसलाई हामी डेन्टाइन भन्छौँ। बाहिरपट्टि इनामिल छ, इनामिलको चक्रक्क मुनिपट्टि डेन्टाइन छ, अर्को प्रोटेक्टिभ कोभरिङ। इनामिल भनेको केबाट बनेको छ, इनामिल भनेको ओडेन्टोब्लास्ट भनिन्छ है सेल, यसले नाम याद राख्नु, एमसिक्यू सोध्न सक्छ यो कुरा चाहिँ।
ओडेन्टोब्लास्ट एकदम इम्पोर्टेन्ट कुरा हो। इनामेल केबाट बनेको? ओडेन्टोब्लास्टबाट बनेको। डेन्टाइन भनिन्छ। र सरी ओडेन्टोब्लास्ट त होइन होला सायद, होइन। इनामिल हाम्रो अलिकति हाम्रो इनामिल ओडेन्टोब्लास्ट चाहिँ होइन, तर इनामिल हाम्रो बनेको हुन्छ एमिलोब्लास्ट सेलबाट चाहिँ बनेको हुन्छ। सही पढेर कि एमिलोब्लास्ट डेबाट डेन्टाइल छ, डीमा चाहिँ हाम्रो के छ? ओडेन्टोब्लास्ट सेल छ। ओडेन्टोब्लास्ट सेल, डीबाट डेन्टाइन, डीबाट ओडेन्टोब्लास्ट सेल। ओडेन्टोब्लास्ट सेल के हो? डेन्टाइन प्रोड्युसिङ सेल्स यसलाई हामी भन्छौँ। यसलाई हामी के पनि भन्छौँ? ओडेन्टोब्लास्टलाई हामी के पनि भन्छौँ? डेन्टाइन प्रोड्युसिङ सेल्स भन्छौँ। त्यसलाई हामी ओडेन्टोब्लास्ट भन्छौँ, डेन्टाइन प्रोड्युसिङ सेल्स। इनामिल भनेको इनामिलोब्लास्ट। इनामिलको जस्ट बिलो द इनामिल त्यो के छ? डेन्टाइन हाम्रो छ। ओके, क्राउनको कुरा यस्तै नै भयो। इनामिल आउटर मोस्ट कभरिङ इनामिल, बिलो द इनामिल डेन्टाइन छ। एमिलोब्लास्ट सेल रेजिस्टेन्ट टु डिके हुन्छ भनिन्छ, भनेको कुहिँदैन अलपत्ता त्यही हो। नेक भनेको के हो? अब पढाइदिउँ भनेको सबै सिकिन्छ, डोन्ट वरी। अरू यति फास्ट पढाउँछु तर सबै कुरा भनिदिन्छु, रुक्नु। नेक भनेको जो कम छ, इमिडिएट छ, अघि नै कुरा गरेँ त्यस्तै कुरा हो, धेरै छैन। रुट भन्ने कुरा चाहिँ रुटमा चाहिँ हाम्रो लोवर पार्ट पनि भनिन्छ र यो सिमेन्टबाट बनेको हुन्छ, सिमेन्टोब्लास्टले कभर गरेको हुन्छ भन्ने कुरा गरेको छ, होइन। बाँकी रुटमा हाम्रो पल्प क्याभिटीहरू पनि छ अरे। के छ रुटमा? हाम्रो पल्प क्याभिटी छ है, याद राख्ने। पल्प क्याभिटी, पल्प क्याभिटीमा हाम्रो डिफ्रेन्ट टाइप अफ ब्लड भेसल्सहरू हुन्छ। बल्ब क्याभिटीमा ब्लड भेसल्स हुन्छ र ब्लड भेसल्सले के गर्छ? अक्सिजन डेलिभर गर्छ। के डेलिभर गर्छ? अक्सिजन, न्युट्रिएन्ट्स डेलिभर गर्छ। केमा डेलिभर गर्छ? टु द सेल्स अफ टिथ। टिथका जुन सेल्सहरूमा न्युट्रिएन्ट्स अक्सिजन डेलिभर गर्ने काम गर्छ ब्लड भेसल्सले। कहाँ पाइन्छ? पल्प क्याभिटीमा। ठिक छ। र रुट्सहरू भनेको सिमेन्टहरूबाट बनेको हुन्छ भन्ने कुरा पनि गरेको छ कतै कतै। सिमेन्टोब्लास्टबाट कभर गरेको सिमेन्टोब्लास्ट सेल इन्भेस्टमेन्ट, यस्तो कुरा पनि छ। ठिक छ, यो टिथको ओभरअल कुरा हो, पोइन्ट अफ भ्यू। फ्यारिङ्स आफै हेर्नु, फ्यारिङ्स त सानोतिर टपिक हो। फ्यारिङ्सबाट हामी अर्को जाऊँ, सिधै उसमा जाऊँ, इसोफ्यागसमा जाऊँ ल। अब इसोफ्यागस पनि एकदमै सजिलो टपिक हो, हामीलाई थाहा छ नि त, किनभने यो हाम्रो इसोफ्यागस त ट्युब हो नि त। ट्युब हो, यो ट्युबबाट चाहिँ स्टोमाचमा आएर यो इसोफ्यागस यसरी स्टोमाच आएर खुलेको हुन्छ, होइन। स्टोमाच यसरी लिभरलाई पनि जोडेको छ, होइन। ओके न। अब इसोफ्यागसमा के छ? फुड, यहाँबाट फुड बोलस, यसलाई बोलस भन्छौँ, बोलस हो कि होइन। जब फुड हाम्रो माउथमा गयो तब त त्यसलाई बोलस भनिन्छ नि त। जब पेटमा आउँछ तब त चाइम भनिन्छ, थाहा होला यो कुरा। अब मान्नु हाम्रो यो बोलस यो इसोफ्यागसमा आयो, इसोफ्यागसमा के हुन्छ? इसोफ्यागसबाट यो कहाँ आउनुपर्छ? सिधा स्टोमाच जानुपर्छ। त्यसको लागि कुन एक्टिभिटी फर्म गर्छ? यहाँ पेरिस्टाल्सिस भनिन्छ, त्यसलाई के भन्छौँ? पेरिस्टाल्सिस एक्टिभिटी, होइन। पेरिस्टाल्सिस एक्टिभिटी भनेको के हो? पेरिस्टाल्सिस भनेको के हो? फुडलाई स्टोमाच टु इसोफ्यागस पुर्याउने गतिविधि भनेको के भयो? हाम्रो पेरिस्टाल्सिस एक्टिभिटी भयो। र इसोफ्यागसमा हेर्नु भने यो जुन इसोफ्यागस ट्युब छ ठ्याक्कै, यो जुन स्टोमाचमै त खुलेको हुँदैन, यो पेनिट्रेट्स भएको हुन्छ, डायाफ्रागम भनिन्छ अरे। इसोफ्यागस के भनिन्छ भने नि, इट इज पेनिट्रेट्स एट, हेर्नु, पेनिट्रेट्स एट्स डायाफ्रागममा पेनिट्रेट्स भएको छ एट द लेभल अफ लगभग T5 भर्टिब्रे भनिन्छ। T5 भर्टिब्रेको लेभलमा पेनिट्रेट्स गर्छ डायाफ्रागमलाई। के गर्छ? यसले डायाफ्रागमलाई नै बुझ्दैन भन्दाले जुन इसोफ्यागसले डायाफ्रागमलाई पेनिट्रेट गर्छ एट द लेभल अफ T5 भर्टिब्रे भनिन्छ, बुझ्यो। इसोफ्यागसले चाहिँ जस्ट यो जुन डायाफ्रागम भन्ने कुरा चाहिँ जस्ट एबभ द स्टोमाच भनिन्छ, बुझ्यो। स्टोमाचको माथिपट्टि हुन्छ यो इसोफ्यागसको कुरा। यति नै पढ्दा पनि हुन्छ, भनेको धेरै छैन यो झन्झिने। कहाँनिर इसोफ्यागस यसरी आयो नि, इसोफ्यागस यसरी आइरहेको छ माथिबाट, यसरी इसोफ्यागस माथिबाट आइरहेको छ। आएको इसोफ्यागस ठ्याक्कै डायाफ्रागममा गएर पेनिट्रेट गरिदिन्छ क्या एट द लेभल अफ T5 भर्टिब्रे भन्ने कुरा बुझ्ने। अर्को छ हामीसँग स्टोमाच, स्टोमाच भन्ने कुरा चाहिँ जस्तो यो डायाफ्रागम छ नि त, मैले के भने इसोफ्यागस त डायाफ्रागममा पेनिट्रेट गरौँ, स्टोमाच हाम्रो कहाँ हुन्छ? बिलो द डायाफ्रागम हुन्छ, हेर्नु। यसरी डायाफ्राम पनि यसरी लिभर पनि यसरी यहाँ हुन्छ, यसरी छेउछाउमा डायाफ्रागम हुन्छ। इसोफ्यागसले पेनिट्रेट गरेको हुन्छ डायाफ्रागमको लेभलमा, जस्ट बिलो द डायाफ्रागम स्टोमाच पनि हुन्छ। अलिकति जे सेप स्ट्रक्चर पनि भन्छौँ, यसले स्टोमाचलाई मजाले हेर्नु भने
जे सेप्ड स्ट्रक्चर भनिन्छ। स्टोमेच जसरी यसरी माने पेस्ट यसरी आयो नि त हाम्रो ओपनिङ भएर आयो, यसरी स्टोमेच हामीसँग यहाँ आयो होइन, अनि यहाँबाट आयो। अब यो जुन डिफार्म स्टोमेचमा त हाम्रो के छ डिफ्रेन्ट ओपनिङ पनि छ नि त। जस्ट यो जुन इसोफेगस छ जहाँ हामी अथवा यसलाई हामी कार्डिया हुन्छ या कार्डियक मसल्स पनि यहाँ हुन्छ, कार्डिया भन्छौँ। यो जुन इसोफेगस जस्ट यहाँ जुन ओपनिङ भइरहेको छ यहाँनिर स्टोमेच ओपनिङ जहाँ भइरहेको छ त्यो ठाउँको नाम भनेको के हो भन्नु त? यहाँ हाम्रो छ कार्डियकमा हाम्रो कार्डियक स्पिन्क्चर पनि हुन्छ यहाँनिर, कार्डियक स्पिन्क्चर पनि हुन्छ। कार्डियकमा हामीसँग कार्डियक स्पिन्क्चर पनि हुन्छ। कार्डियक छ, कार्डियकमा हाम्रो के छ कार्डियक स्पिन्क्चर पनि छ। कार्डियाले के गर्यो भन्दाखेरि ओपनिङ हो कि इसोफेगसको ओपनिङ, यो कुन पार्ट यसलाई माथिको पार्ट फन्टस पार्ट भनिन्छ, यसले फन्टस पार्ट। बिचको भाग बडी पार्ट भनिन्छ र मुनिको भागलाई पाइलोरिक पार्ट भन्छौँ। माथिको भयो फन्टस पार्ट, मुनिको भयो बडी पार्ट र सबभन्दा मुनिको भयो पाइलोरिक पार्ट। फन्टस पार्ट, बडी पार्ट र पाइलोरिक पार्ट। धेरै हुनेवाला केही होइन, कार्डिया जस्ट ओपनिङ भइरहेको छ हाम्रो कहाँ, यो कार्डियक पार्टमा गएर हाम्रो जस्ट यो ओपन हुन्छ। यो कार्डियक पार्ट ओपनिङ हो क्या इसोफेगसको स्टोमेचमा। जुन इसोफेगस जुन स्टोमेच ओपनिङ भइरहेको छ त्यहाँ ओपनिङ पार्टलाई कार्डियक भन्छौँ, कार्डिया भन्छौँ। र इसोफेगस कहाँबाट ओपन भइरहेको छ फन्टस पार्टमा, यो फन्टस पार्ट हुन्छ। यो फन्टस पार्टमा गएर हाम्रो इसोफेगस जस्ट फन्टस पार्टमा जान्छ र के हुन्छ ओपनिङ हुन्छ। यहाँ गएर ओपनिङ भएपछि बिस्तारै बिस्तारै यो बडी पार्ट भइहाल्यो, बिचको भाग भइहाल्यो, त मिडल पार्ट अफ द स्टोमेच भनिहालिन्छ यसलाई। बडी पार्ट भनेको के हो मिडल पार्ट अफ स्टोमेच, बुझ्यो? बडी पार्ट भनेको के हो, बडी पार्ट भनेको हाम्रो मिडल पार्ट अफ स्टोमेच, स्टोमेचको मिडल पार्ट बिचको भाग, भुँडीको बिचको भागलाई हामी के भन्छौँ बडी पार्ट भन्छौँ। अर्को छ हामीसँग पाइलोरिक पार्ट, अर्को छ हामीसँग पाइलोरिक पार्ट। पाइलोरिक पार्ट भनेको सबभन्दा यहाँ जबाट जस्तो डुओडेनमको यसरी निक्लिन्छ या कान्छ, ठिक छ, डुओडेनम यसरी यहाँ निक्लिन्छ। ओपनिङ जुन स्टोमेचको जुन डुओडेनमको जुन ओपनिङ छ यो ओपनिङ हो नि त, ओपनिङ हो के को बिचको ओपनिङ हो पाइलोरिक पार्ट भनेको चाहिँ ओपनिङ बिट्विन द के को ओपनिङ हो पाइलोरिक पार्ट भनेको ओपनिङ बिट्विन द स्टोमेच एन्ड डुओडेनम। डुओडेनम र स्टोमेच बिचको जुन ओपनिङ छ त्यसलाई म के भन्छु पाइलोरिक पार्ट भन्छु। म कार्डियक इसोफेगस स्टोमेच जुन ओपनिङ हुन्छ त्यसलाई कन्ट्रोल गर्नको लागि कार्डियामा कुन स्पिन्क्चर छ कार्डियक स्पिन्क्चर छ। र पाइलोरिक पार्टमा पनि कुन स्पिन्क्चर हुन्छ भन्दाखेरि पाइलोरिक पार्टमा पनि हामीसँग पाइलोरिक स्पिन्क्चर छ, बुझ्नुभयो? पाइलोरिक पार्टमा पनि हामीसँग पाइलोरिक स्पिन्क्चर छ। पाइलोरिक स्पिन्क्चरले के गर्यो स्टोमेचबाट जुन डुओडेनममा जुन खाना गइरहेको छ त्यसलाई कन्ट्रोल गर्न के छ पाइलोरिक स्पिन्क्चर छ। धेरै के पढ्ने कुरै छैन त कान्छ, कार्डियक स्पिन्क्चर, बडी पाइलोरिक स्पिन्क्चर बुझिदिने होइन, माथिपट्टि क्राउन नेक रुट तिथको बारेमा सानो बुझिहाल्नु होला सजिलै। अब यहाँ अलिकति सानो कुरा भनिदिन्छु, यो पढ्दा बेलामा यो जुन स्टोमेचमा के हुन्छ जब हाम्रो खाना हामी खाएका हुँदैनौँ नि यहाँ म्युकोसाहरू पनि हुन्छ क्या। यो म्युकोसाहरू लङ्गिट्युडनल फोल्ड्स भएर बस्छन्। वेन म्युकोसा इन थ्रोन इन्टु लङ्गिट्युडनल फोल्ड्स दे फर्म रुगे, त्यसलाई हामी के भन्छौँ रुगे भनिन्छ। रुगे भनेको के हो, रुगे भनेको लङ्गिट्युडनल फोल्ड्स हो। रुगे भनेको के हो लङ्गिट्युडिनल फोल्ड्स हो। सो वेन म्युकोसा इज थ्रोन इन लङ्गिट्युडनल फोल्ड्स, जब म्युकोसा जब लङ्गिट्युडनल फोल्ड्समा हुन्छ नि त्यसलाई नै हामी भन्छौँ रुगे, के भन्छौँ रुगे, ठिक छ। त्यसलाई के भनिन्छ रुगे भनिन्छ। रुगेले के गर्ने हो खाना खाँदा त इम्टी हुनु पर्यो नि त, अब बुढी खाली हुन्छ नि त, अथवा 1 दिन 2 दिन 3 दिन खाना नखानु त अलिकति पेट कति खाली खाली भए जस्तै हुन्छ नि, त्यो कसरी भइरहेको छ त्यही हो। पेटमा भएको मुकोसाहरू लङ्गिट्युडनल फोल्डेर बस्छन्, रुगे बनाउँछन्, त्यसले गर्दा खाना एकदम पेट चाहिँ खाली भए जस्तै हामीलाई महसुस हुन्छ। स्टोमेच पछाडि अर्को हाम्रो आउँछ स्टोमेच पछाडि अर्को हाम्रो आउँछ स्मल इन्टेस्टाइन। स्टोमेच पछाडि हाम्रो के आउँछ स्मल इन्टेस्टाइन। स्मल इन्टेस्टाइनमा सानो कुरा डुओडेनम भन्ने कुरा पढ्नुपर्छ, जेजनम पढ्नुपर्छ, इलियम। डुओडेनममा त अनि केही छैन, डुओडेनम भन्ने कुरा यति मात्र बुझ्नु हाम्रो बाइल गल ब्लाडरबाट बाइल डक्ट आइरहेको छ, बुझ्नुभयो? हामी डुओडेनममा गल ब्लाडर भनिन्छ, गल ब्लाडरबाट के आइरहेको छ गल ब्लाडरबाट के आइरहेको छ बाइल डक्ट आइरहेको छ, बुझ्नु है, गल ब्लाडरबाट बाइल डक्ट आइरहेको छ। पेनिक्रियाजबाट पेनिक्रियाटिक डक्ट आइरहेको छ, गलबाट बाइल डक्ट आइरहेको छ, पेनिक्रियाजबाट पेनिक्रियाटिक डक्ट आइरहेको छ। अब यो बाइल डक्ट पेनिक्रियाटिक डक्ट मिलेर बनाउने भनेको हेपाटो पेनिक्रियाटिक डक्ट हो।
बाइल डक्ट प्लग्स प्यानक्रियाटिक डक्ट मिलेर बनाउने के हो? बाइल डक्ट प्लस प्यानक्रियाटिक डक्ट मिलेर बनाउने के हो? हाम्रो हेपाटो प्यानक्रियाटिक डक्ट हो। बाइल डक्ट र प्यानक्रियाटिक डक्ट मिलेर के बनाउँछ? हेपाटो प्यानक्रियाटिक डक्ट बनाउँछ। यसलाई हामी एम्पुला भ्याटर पनि भन्छौँ। के पनि भन्छौँ हामी यसलाई? हेपाटो प्यानक्रियाटिक डक्ट हामी के पनि भन्छौँ? एम्पुला भ्याटर पनि भन्छौँ। र यसलाई ओपनिङलाई लिड गर्नको लागि स्पिन्चरहरू पनि हुन्छ हैन? ती स्पिन्चरको नाम चाहिँ के हो? स्पिन्चरको नाम चाहिँ स्पिन्चर अफ ओडाई भनिन्छ। यो जुन हेपाटो प्यानक्रियाटिक डक्ट र हेपाटो प्यानक्रियाटिक डक्टलाई अब अलिकति कुन स्पिन्चरले कन्ट्रोल गर्छ? स्पिन्चर अफ ओडाई हुन्छ। गलब्लाडरको बाइल डक्ट, प्यानक्रियासको प्यानक्रियाटिक डक्ट, बाइल डक्ट प्लस प्यानक्रियाटिक डक्ट मिलाइमा हेपाटो प्यानक्रियाटिक डक्ट एम्पुला भ्याटर र यसलाई कन्ट्रोल गर्ने स्पिन्चर भनेको स्पिन्चर अफ ओडाई भनिन्छ। यति बुझ्नुभयो। डोडेनमा अरू के बुझ्ने कुरै छैन। यति नै कुरा बायोलोजीहरू सिकेट गर्छ भन्ने कुरा बुझ्ने भइहाल्छ। ल अर्को छ हामीसँग जेजनम। बाँकी हामी डाइजेसन पढ्दाखेरि फुडको त्यहाँ हामी पढ्छौँ अलिअलि यसको सिकेसनको बारेमा। सकस एन्टेरिकस भनेको छ त्यहाँ हैन। अनि धेरै कुराहरू यसले सिकेसन गर्छ। इन्टेस्टाइनल ग्ल्यान्डहरूमा हामी ग्ल्यान्डमा पढ्दा पर्ने हो त्यो कुरा चाहिँ। जेजनम भन्ने बित्तिकै अघि नै सुरुमै भने जस्तो इम्टी खाली केही छैन यसमा। यसमा प्योर प्याचेसहरू पनि छैन। डोडेनम भनेको 25 cm लङ हुन्छ र जेजनम भन्ने कुरा चाहिँ 2.5 मिटर भनिन्छ। अलिकति जेजनम ठुलो हुन्छ है सिएम र मिटरमा पनि हेर्नु भने अलिकति जेजनम अलिकति साइजमा पनि अलिकति ठुलै छ। लगभग 2.5 मिटर ठुलै हो। र अर्को जेजनम प्याचहरू पनि एब्सेन्ट छन्, छैनन्। प्योर प्याचहरू केही छैनन्। यिनीहरू नै हामीले इलियमको कुरा गर्ने हो भने के हुन्छ? प्योर प्याचेसहरू पनि हुन्छन्। अलिकति ठुला पनि हुन्छन्। लगभग 3.5 मिटर जति लम्बाइ यसको लङ हुन्छ भनिन्छ हैन। अनि प्योर प्याचमा हामीसँग लिम्फोसाइट सेल्सहरू पनि हुन्छन्। एन्टिबडिजहरूलाई एन्टिबडिज प्रड्युस गर्नको लागि र जति पनि एन्टिजेन्स छन् तिनीहरूलाई किल गर्नको लागि, डिस्ट्रोय गर्नको लागि हामीसँग यो इलियममा चाहिँ लिम्फोसाइट्सहरू पनि प्रेजेन्ट हुन्छन्। यसरी प्योर प्याचहरू पनि हाम्रो यसमा हुन्छन्। बुझ्नुभयो? इलियम भनेको अलिकति एलिमेन्ट्री क्यानको लङ्गेस्ट पार्ट इलियमलाई नै भनिन्छ भन्ने कुरा पनि गरिन्छ। बाँकी धेरै छैन यिनीहरूसँग सायद। एउटा कुरा छुटे जस्तो जेजममा हामीसँग भिलाइ छ। यहाँको भिलाइ एब्जर्प्सनको लागि छैन क्या। यसले यहाँको भिलाइले एब्जर्प्सन गर्दैन। हाम्रो इलियममा पनि भिलाइ छ। यहाँको भिलाइले एब्जर्प्सन गर्छ फुडेको। भिलाइ भनेको के हो? भिलाइ भनेको फिङ्गर लाइक प्रोजेक्सन हो। भिलाइ भनेको के हो? भिलाइ भनेको फिङ्गर लाइक प्रोजेक्सन हो। यति नै यसमा अन्डरस्ट्यान्ड गर्ने। हेर्नु त पुरा हामीले एलिमेन्ट्री क्यानलै कम्प्लिट गर्न आइसक्यौँ। अब लास्टमा पुगिसक्यौँ लार्ज इन्टेस्टाइन। अब हामी पुग्यौँ लार्ज इन्टेस्टाइन। यति ओन्ली 3 पेज है। 1 पेज 2 पेज 3 पेज होलमा त यो त एलिमेन्ट्री क्यानको पार्ट हो सिधैको। अब यसबाट हामी अलिकति त्यसमा अलिकति लिभरको बारेमा, प्यानक्रियासको बारेमा पनि पढ्नुपर्छ र केही ग्ल्यान्ड्सहरू बारेमा हुन्छ जस्तो हामीसँग इन्टेस्टाइनल ग्ल्यान्ड्सहरू पर्छन्। स्टोमा चाहिँ ग्यास्ट्रिक ग्ल्यान्ड्सहरू पनि छन् र केही प्यारोटिड ग्ल्यान्ड हैन, इडोन के ग्ल्यान्डहरू छन् र डाइजेसन अफ फुड इन द स्टोमा एलिमेन्ट्री क्यान भन्ने प्रोसेस हुन्छ। यी कुरा पनि छन्। यी कुरा पनि धेरै लेख्नु छैन, मजाले पढ्ने पनि बुझिन्छ। के छैन पढ्ने? डोडेनम जेनेलियममा केही छैन नि। प्योर प्याच छ छैन, भिलाइ छ कि छैन भन्ने कुरा हो। हुन त पढ्दा धेरै कुरा हुन्छन्। यति चाहिँ थाहा पाउनु, यति चाहिँ एटलिस्ट यति चाहिँ थाहा पाउनुभयो तपाईँहरूले। कुनै पनि कम्पिटेटिभ इक्जामको तयारी गर्दा एटलिस्ट यति चाहिँ कुरा बेसिक नलेज हुनु पऱ्यो। लार्ज इन्टेस्टाइनको कुरा गऱ्यो भने लार्ज इन्टेस्टाइनमा त हामीसँग अगाडि नै भने केही कन्ट्रोसेकमको बारेमा पढ्नुपर्छ। थैली हो भन्छ यसरी। लार्ज इन्टेस्टाइन भनेको कस्तो कुरा हो भने नि यसरी गयो। एउटा 3टा मानु यसरी हेर्नु। एउटा म देखाउँछु तपाईँलाई, म देखाउँछु। माथि चढ्दैछ यसरी भित्रपट्टि पनि सक्छ जस्तो। यो के हो? यो जुन यो ट्रान्सभर्स, यसलाई ट्रान्सभर्स कोलोन। माथि गयो एसेन्डिङ कोलोन, माथि चढ्यो एसेन्डिङ कोलोन। यसरी साइडबाट निक्लियो ट्रान्सभर्स कोलोन। बुझ्नुभयो? यो यसलाई भनिन्छ एसेन्डिङ कोलोन। आधी घन्टा सिधाउँछु भनेको थिएँ। अब यता अलिकति आधी घन्टामा सिधेन, त्यो पनि हामी लगभग 40 मिनटभित्रमा सिधिन्छ होला होइन। ट्रान्सभर्स कोलोन भयो हाम्रो यो भनेको हाम्रो के भयो? डिसेन्डिङ कोलोन है। र जुन लङ्गिट्युडनल ब्यान्ड लाइक फाइबर्सहरू छन् जो यसरी गइरहेको छ हाम्रो प्यारललले यो तिनीहरू कोनोलसँग, यसलाई हामी भन्छौँ टेनिया कोलाई। यसलाई हामी भन्छौँ टेनिया कोलाई। यहाँ के पाउच लाइक स्ट्रक्चर पनि हुन्छ, त्यसलाई हामी होस्ट्रा भन्छौँ। यिनै एउटा पार्ट हुन्छ, एउटा यसरी पाउच लाइक स्ट्रक्चर। यसलाई चाहिँ म के भन्छु? सेकम भन्छु।
सेकम भनेको यहाँ इलियो एउटा हुन्छ, इलियोसेकल जङ्सन यसरी यहाँ आएको हुन्छ, इलियोसेकल यसरी आएको हुन्छ, यसलाई भनिन्छ इलियोसेकल जङ्सनसँग कनेक्ट भएर बसेको छ। त्यसको लागि एउटा इलियोसेकल जङ्सनमा एउटा भल्भ हुन्छ, त्यसलाई म भन्छु इलियोसेकल भल्भ। के भन्छु? इलियोसेकल भल्भ। कुरा क्लियर छ कि छैन हेर्नु, यो इलियोसेकल भल्भ हो। यहाँ अलिकति इलियोसेकल जङ्सन छ, सेकम कनेक्ट भएको, र कुन भल्भ छ त्यहाँ भन्दा इलियोसेकल भल्भ भनिन्छ। यहाँ इलियोसेकल भल्भ छ, जसले इलियोसेकल जङ्सन के छ कनेक्ट गरिरहेको छ। यहाँ अलिकति देखिएन पनि मजाले होला होइन। इलियोसेकल जङ्सन भयो, यसो कनेक्ट गर्ने पार्ट इलियोसेकल भल्भ हामीसँग छ। र यो यही जुन सेकममा केही एउटा प्रोजेक्सन्सहरू पनि निक्लेका छन्, यसलाई हामी फिलिफर्म भनेको छ मलाई, भर्बिफर्म होइन, भर्बिफर्म कि भर्मिफर्म एपेन्डिक्स भन्छौँ। भर्मिफर्म एपेन्डिक्स यो जुन छ सेकममा निक्लेको प्रोजेक्सन्सहरू भर्मिफर्म एपेन्डिक्स भयो। र भर्मिफर्म एपेन्डिक्स भनेको चाहिँ के हुन्छ भने ह्युमन बिङ्सको केसको कुरा गऱ्यो भने ह्युमन बिङ्समा हाम्रो भेस्टिजियल हुन्छ। के हुन्छ हाम्रो ह्युमन बिङ्समा यो भेस्टिजियल हुन्छ भनेको, भेस्टिजियल भनेको थाहा छ नि, भेस्टिजियल भनेको अलिकति रुडिमेन्टरी अर्गन भनिन्छ, छैन जस्तो देखिने। सेकम हो, सेकमबाट निक्लेको प्रोजेक्सन चाहिँ भर्मिफर्म एपेन्डिक्स। यो इलियोसेकल जङ्सनसँग कनेक्ट भएको छ बाई भल्भ, इलियोसेकल भल्भ। गयो कोलन एसेन्डिङ, यसरी आएको ट्रान्सवर्स र मुनि आएको कोलन डिसेन्डिङ कोलन। पोस्ट स्ट्रक्चर त्यसलाई होस्टा भनिन्छ। सो सेकम पनि पढ्यौँ, यो सँगसँगै मैले कोलन पनि भनिदिइहालेँ, कोलनको बारेमा पनि एसेन्डिङ डिसेन्डिङ ट्रान्सभर्स, यसरी गएको लङ्गिटुडनल ब्यान्डलाई फाइबर्स ट्रान्सभर्स कोलन, यति त पढ्ने हो। सरी टेनिया कोलाई, यसरी लङ्गिटुडनल ब्यान्डलाई जुन फाइबर्सहरू जुन यो कोलनको प्यारली गइरहेको छ यसलाई हामी टेनिया कोलाई भन्छौँ होइन, टेनिया कोलाई भन्छौँ। र यहाँ पोस्ट स्ट्रक्चरलाई होस्टा भन्छौँ। सो कोलन पनि सिद्धिहाल्यो, कोलन पनि भइहाल्यो, सेकम पनि भइहाल्यो। रेक्टम भन्ने कुरा त के हो? रेक्टम भन्ने कुरा त यहाँ एउटा फेरि एउटा हुँदैन, यहाँनिर डिसेन्डिङ कोलन सिद्धिने ठाउँमा एउटा एस लाइक स्ट्रक्चर पनि हुन्छ, यसरी आएको। यसलाई चाहिँ सिग्मोइड कोलन भन्छ, यसलाई म सिग्मोइड कोलन भन्छु। सिग्मोइड कोलन भनेको कि एस सेप्ड हुन्छ, बुझ्यो? एस सेप्ड आएको हुन्छ यो भागमा, यसलाई हामी सिग्मोइड कोलन भन्छौँ। र सिग्मोइड कोलन पछाडि रेक्टम यसरी रेक्टममा एउटा गइरहेको छ, रेक्टम जान्छ, रेक्टम पछाडि अन्तिममा हाम्रो के पार्ट आउँछ? एनस जान्छ। र एनसमा दुईवटा स्फिङ्क्टर हुन्छ, एउटा हुन्छ एक्सटर्नल एनल स्फिङ्क्टर, एउटा हुन्छ हामीसँग एक्सटर्नल एनल स्फिङ्क्टर, र अर्को हुन्छ हामीसँग इन्टर्नल एनल स्फिङ्क्टर। यसलाई अर्को हुन्छ, एउटा हुन्छ एक्सटर्नल एयर एनल स्फिङ्क्टर, अर्को हुन्छ इन्टर्नल एनल स्फिङ्क्टर। इन्टर्नलमा आइछ नि त, सो यो के हुन्छ? इनभोलुन्टरी हुन्छ, यसलाई हामी कन्ट्रोल गर्न सक्दैनौँ। एक्सटर्नल भनेको भोलुन्टरीलाई हामी कन्ट्रोल गर्न सक्छौँ, त्यसलाई हामी हिसाबलाई कन्ट्रोल गर्न सकेका हुन्छौँ एक्सटर्नल एनल स्फिङ्क्टरले गर्दा। अर्को हुन्छ इन्टर्नल एनल स्फिङ्क्टर। यी अलिकति बेसिक कुरा जान्नु पऱ्यो। अभियसली फिगर राम्रो त भएन होला, मेरो केही कुरा कमी लाग्यो होला होइन फिगर यताउति कुरामा। तर यति चाहिँ मैले ट्राई चाहिँ के गरेँ भने ओभरअल जति पनि पार्ट थिएँ हाम्रो डाइजेस्ट सिस्टमभित्र पढ्ने, यदि पार्ट हामीले पढ्नुपर्ने हुन्छ, सबै पार्टको बेसिक कुरा तपाईँले भनिदिइहालेँ। ल्यारिङ्स ल्यारिङको फ्यारिङ्स के हो? फ्यारिङ्स भनेको त के हो? फ्यारिङ्स भनेको त मैले कहाँ पढेँ भन्दाखेरि माउथहरूलाई इसोफेगससँग कनेक्ट गर्ने पार्ट हो, इसोफेगससँग कनेक्ट गर्ने पार्ट फ्यारिङ्स हो। ल्यारिङको भनेपछि ल्यारिङ्सको कुरा आउँछ। ओरो भनेपछि इसोफेगस भने इसोफेगसमा पाउनेको फ्यारिङ्स, ओरो भनेपछि ओरल क्याभिटी पाउने फ्यारिङ्स। यसरी आफै पनि बुझ्न सकिन्छ होइन फ्यारिङ्सको बारेमा। अब यही अब पढ्नुपर्ने सिस्टममा जाँदैन भन्दा अगाडि अब के पढ्यो भने केही कुरा भनिदिउँ भने भन्नु, र अलिकति नलेज थोरै दिइहाल्छु म। हामीसँग 3टा डक पनि हुन्छ ल, 3टा डकको पनि कुरा गरिदिन्छु मैले। अब यसपालि अर्को भिडियो पार्ट 2 चाहियो भने चाहिँ नि यो भिडियोमा राम्रो लाइक आयो भने अर्को पार्ट 2मा चाहिँ म रहेका सबै ग्ल्यान्डहरूको बारेमा भनिदिएर भिडियो कम्प्लिट गरिदिन्छु। ल दुईवटा भिडियो, दुईवटा पार्टमा हाम्रो सिस्टमै कम्प्लिट डाइजेस्ट सिस्टम। सोच्नु न, जो तपाईँ क्लासमा कलेजमा 4 आवर्स 5 टिचिङ आवर्स लाग्छ, त्यो लगभग 1 घन्टाभित्रमा आधी घन्टाभित्रमा सकिदियो भनौँ न, आधी घन्टै भन्दा हुन्छ। गफै हानेको छु मैले 5-10 मिनट त आधी घन्टामै कम्प्लिट छ नि। अब सरी फर द्याट, यो जुन लास्टमा हामी पढ्छौँ 3टाको बारेमा तपाईँलाई देखाउँछु। प्यारोटिड ग्ल्यान्ड भन्ने हुन्छ है। प्यारोटिड ग्ल्यान्डमा हुने डक्टलाई हामी भन्छौँ स्टेनसन्स डक्ट। एकति बुझ्नु नि, प्यारोटिड ग्ल्यान्डमा हुने डक्टलाई म के भन्छु? प्यारोटिड ग्ल्यान्डमा हुने डक्टलाई म के भन्छु? स्टेनसन्स डक्ट भन्छु। प्यारोटिड ग्ल्यान्डमा हुने डक्टलाई म के भन्छु? स्टेनसन्स डक्ट भन्छु। प्यारोटिड ग्ल्यान्ड ओपन कहाँ भएको हुन्छ? त स्टेनसन्स डक्ट त मैले भने भएको डक्ट
यसै गरी मसँग सब म्यान्डिबुलर ग्ल्यान्ड पनि छ। सब म्यान्डिबुलर ग्ल्यान्ड हुने हुन्छ, सब म्यान्डिबुलर ग्ल्यान्ड हुने हुन्छ। यसको यम छ नि त म्यान्डिबुलरमा, उल्टो पार्टिनु त यमलाई के देखिन्छ, वाटसन स्टक के देखिन्छ, वाटसन स्टक। लास्ट बट नट द लिस्ट मसँग सब लिङ्गुअल ग्ल्यान्ड पनि छ। सब लिङ्गुअल ग्ल्यान्डमा भएको डक्टलाई म के भन्न सक्छु, डक्ट अफ रिबिनस भन्छ। के भन्छु, डक्ट अफ रिबिनस। अब जुन मसँग यहाँ बसेको ग्ल्यान्ड सब प्यारोटिड ग्ल्यान्ड रह्यो, सब म्यान्डिबुलर ग्ल्यान्ड र सब लिङ्गुअल ग्ल्यान्ड। सब म्यान्डिबुलर ग्ल्यान्ड कहाँ ओपन हुन्छ, नियर द अप्पर सेकेन्ड मोलार टुथ भनिन्छ। कहाँ भनिन्छ, नियर द अप्पर सेकेन्ड मोलार टुथ भनेको लगभग सेकेन्ड मोलार टुथको नजिकै रहेर नियर द अप्पर सेकेन्ड मोलार टुथ नजिकै हुन्छ हाम्रो प्यारोटिड ग्ल्यान्ड गएर के हुन्छ, ओपन भइदिन्छ। सबम्यान्डिबुलर एट द साइड एट द फेरुनम अफ द टङ भनिन्छ। र यो भनेको बिनिथ द टङमा प्रेजेन्ट हुन्छ भनिन्छ। ओपन चाहिँ अघि पनि हाम्रो त्यही प्रेजेन्ट चाहिँ हाम्रो बिनिथ द टङ, टङ पछाडि प्रेजेन्ट छ भनिन्छ सब लिङ्गुअललाई। ओपन भनेको बल क्याभिटीमै हुने हो। यो फेरुनम अफ टङ भनेको मातिर भनिन्छ। र यस्तै कुरा लिएको छ। यस्तो कुरा जान्नु नि पर्दैन, यस्तो धेरै सोध्दैन। अलिअलि यहाँ बुझ्ने चाहिँ कुरा हो स्यालिभाको बारेमा। क्या स्यालाइभा भनेको कलरलेस भिस्कस फ्लुइड। स्यालाइभा भनेको के हो, कलरलेस भिस्कस फ्लुइड। यसमा अलमोस्ट 99 जति % त हाम्रो स्यालाइभामा के हुन्छ, वाटरै हुन्छ। कन्टेन्ट्सको एबाउट होइन, कन्टेन्ट्स एबाउट 99.5% जति त्यसमा वाटरै छ। केही रहेका पर्सेन्टहरू अरू वाटर, मिनरल, साल्ट, इन्जाइम्सहरू पनि हुन्छ। र यसमा भएका इन्जाइम्स मध्येमा एउटा इन्जाइम्स जुन हामीले थाहा पाउनु नै पर्ने छ, त्यो लाइसोजाइम इन्जाइम भन्ने हुन्छ। ब्याक्टेरियालाई किल गर्नको लागि भएको इन्जाइम लाइसोजाइम इन्जाइम। लाइसोजाइम इन्जाइम भनेको यसले के गर्छ, डिस्ट्रोय गर्छ। केलाई डिस्ट्रोय गरिदिन्छ, जति पनि ब्याक्टेरियाहरू होला त्यस्ता कुरालाई डिस्ट्रोय गरिदिन्छ कसले, लाइसोजाइम इन्जाइमले। प्याथोजन्सहरूलाई डिस्ट्रोय गर्ने इन्जाइम्स लाइसोजाइम इन्जाइम हुन्छ स्यालाइभामा। मेन चाहिँ लाइसोजाइम इन्जाइम सोध्ने कुरा स्यालाइभाबाट सोध्छ जेनरली। बाँकी यसमा त धेरै कुरा छ नि त यसमा त अरू त। ल यति कुरा भयो अब ओभरअल हाम्रो होइन। मार्कको ओएनसरलाई मार्छ, यस्तै कुरा हो। जे पनि जान्नु पर्दैन, अलिअलि बेसिक यति थाहा भयो भने पुग्छ धेरै नै कुरा। हामीले आज सिस्टमको कानाकुप्ची कुरा गरेँ। यो भिडियो एकदमै सर्ट एन्ड स्विट भिडियो छ। केही नपढेको स्टुडेन्टले सिस्टमहरू भर्खर सुरु गर्दै हुनुहुन्छ, कसरी पढ्ने, तिनीहरूको लागि अभियसली भेरी हेल्पफुल भिडियो हुनसक्छ यो। केही कमी छ, केही छ, अब भिडियो पार्ट 2 बनाउनु पऱ्यो, पार्ट 3 बनाउनु पऱ्यो, अरू सिस्टम पनि चाहियो, कमेन्ट चाहियो, लाइक चाहियो, अनि भन्छ। अब कोही भिडियो नहेरिदिएपछि एक्लै बनाएर के गर्नु, मेरो भिडियो बनाए चाहिँ मैले भिडियो कोही नहेरिदिने, अनि त्यो एक्लै बनाएको भिडियो एक्लै बोले जस्तै आफै पढे जस्तै हो नि त। पढाइ भन्ने कुरामा जान्ने नजान्ने नछुट्याउनु हेर्नु। म पनि कोही टपर होइन, कोही जान्ने भन्दा बित्तिकै म टप गर्ने फर्स्ट हुने खालको पनि होइन। आई अल्सो एभरेज स्टुडेन्ट। म यो लेभलमा पुगेर पढाइरहेको छु। इट मिन्स द्याट एनी क्यान डु दिस, राइट? एनी वान क्यान डु दिस। कन्सिस्टेन्स चाहिन्छ, बिर्सिन्छ, म पनि बिर्सिन्छु ओभियसली। यही कुरा मैले अब आउने 1 महिना पढिनँ भने 1 महिना पछाडि सोध्नु भने मा सायद यही नै लेसन पनि नहोला है। आइएम अल्सो इन क्लास 12, बट मलाई पनि यही लेसन नहोला 1 महिना पछाडि सोध्यो भने। अहिले लाग्ला अहिले यसरी अहिले पढाइरहेको छ, 1 महिना पछाडि यसरी आफै आउँदैन रहेछ भन्ने कुरा लाग्ला। द्याट इज ओके। मैले भर्खरै इक्जाम प्रिपोर्ट दिएर आएको, भर्खरै याद पढेको थिएँ, कन्ठस्थ अहिले पढाइदिन सक्छु मैले। सायद पछि सक्दिनँ होला यसरी पढाउनु, सक्छु 2 मिनट हेऱ्यो भने सकिहाल्छु पढाउनु। त्यो बेग्लै कुरा होइन। 1 महिना पछाडि अब पढाउन सक्दिनँ भन्ने बित्तिकै यस्तो होइन, सब 2 मिनट हेऱ्यो भने चाहिँ पढाउनु फेरि यसरी नै पढाउन सक्छु होइन। अब हेर्दै होइन भने नहेरिकन 2-3 महिना पछाडि पढाऊ भन्दा सकिँदैन नि त, बिर्सिन्छ नि त। 1 महिना पछाडि भन्यो भने सकिँदैन। सो द्याट मिन्स कन्सिस्टेन्स चाहियो क्या। अब यो लेसन अरू लेसन अहिले म सपोज मान्नु कुनै मान्नु मैले अब मजाले जुन लेसनमा रिभाइज गरिनँ, जस्तो रेस्पिरेटरी मान्नु रिभाइज गरेको छुइनँ, मान्नु रिप्रोडक्टिभ गरेको छुइनँ, त्यो लेसन पढा भन्न सक्छु सक्दिनँ नि त। जुन लेसन मैले बारम्बार रिभाइज गरेँ त्यो सक्छु नि त। अहिले म फिजिक्स पढा भन्नु कुनै लेसन सक्दिनँ होला, फिजिक्स पढाउनु त्यो सक्दिनँ होला, किनभने तिनीहरू मैले मजाले पढेको छुइनँ, रिभाइज गरेको छुइनँ। त्यस्तै कुरा हो, पढिराख्ने रिभाइज गरेर पनि सकिन्छ क्या। ओके ल, अब लाइकलाई सब्सक्राइब गर्नु, लाइक सब्सक्राइब कमेन्ट भिडियोमा ओभियसली आयो भने त सबै नै सिस्टमको भिडियो हालिदिने मेरो प्लान छ। बट अब मोटिभेट गर्नको लागि लाइक सब्सक्राइब हुनु पऱ्यो नि त। भिडियो नहेरिदिएपछि त कसको लागि बनाउनु सिस्टमको भिडियो होइन। तपाईँले लाइक गर्नु भने त म हरेक सिस्टमको भिडियो बनाइदिन्छु, 2-3वटा पार्टमा हरेक सिस्टम सिकिन्छ, अनि आराममा मस्त जिन्दगी। ल पढ्नु चाहिँ पर्छ है, हामी पनि टपर होइन, तर यो लेभलमा पुग्नु पर्छ सबैजनाले। ठिक छ।